यो भिडियो मार्फत हामीले हाजिरी फिचर प्रयोग गर्न सिक्नेछौँ। यो फिचरको मुख्य उद्देश्य मजदुर तथा कामदारहरूको हाजिरी व्यवस्थापन गर्नु हो। नयाँ कामदार थप्नका लागि नयाँ कामदार बटनमा क्लिक गर्नुहोस्। त्यसपछि कामदारसँग सम्बन्धित आवश्यक विवरणहरू भर्नुपर्ने हुन्छ, जस्तै पुरा नाम, फोन नम्बर, ज्यालाको प्रकार र ज्यालाको रकम। सिस्टममा पहिले नै रेकर्ड भएका साइटहरूको नाम पनि उपलब्ध हुन्छन्। प्रयोगकर्ताले कामदार कुन साइटसँग सम्बन्धित हो भनेर सही साइट छान्न सक्नुहुन्छ। यदि कुनै कामदारलाई कुनै साइटमा समावेश नगरी रेकर्ड गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सकिन्छ। यदि प्रयोगकर्ताले पछि कामदारको विवरण सम्पादन वा हटाउन चाहेमा एडिट वा डिलिट आइकनमा क्लिक गरेर सजिलै गर्न सकिन्छ। रेकर्ड गरिएका सबै कामदारहरूको सूची स्क्रिनमा देखिनेछ। दैनिक हाजिरी लिनका लागि दैनिक हाजिरी बटनमा क्लिक गर्नुहोस्। सबैभन्दा पहिले हाजिरीको सही मिति चयन गर्नुहोस्। बल्क अटेन्डेन्सको सुविधा प्रयोग गरेर एकैपटक धेरै कामदारहरूको हाजिरी लिन पनि सक्नुहुन्छ। बल्क एटेन्डेन्स प्रयोग गर्नका लागि पहिले सही साइटको नाम चयन गर्नुपर्छ। त्यसपछि उपलब्ध विकल्प प्रयोग गरेर सबै कामदारलाई एकैपटक उपस्थित वा अनुपस्थित रूपमा चिन्ह लगाउन सकिन्छ। यदि उपस्थित र कसैलाई अनुपस्थित छुट्टा राख्नु परेमा प्रयोगकर्ताले टोगल बटन प्रयोग गरेर सजिलै परिवर्तन गर्न सक्नुहुनेछ। सर्च विकल्प प्रयोग गरेर कामदारको नाम छिटो खोज्न पनि सक्नुहुनेछ। प्रयोगकर्ताले कुनै कामदारको विस्तृत जानकारी हेर्न चाहनुहुन्छ भने सम्बन्धित कामदारको नाममा क्लिक गर्नुपर्छ। त्यसपछि डिटेल पेज खुल्नेछ, जहाँ कामदारसँग सम्बन्धित सम्पूर्ण जानकारी देख्न सकिन्छ। यदि प्रयोगकर्ताले कामदारको विवरण, हाजिरी सम्बन्धी जानकारी सम्पादन गर्न वा कामदारको विवरण हटाउन चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा रहेको 3वटा डटमा क्लिक गरेर सम्बन्धित विकल्प चयन गर्न सक्नुहुनेछ। यस पेजमा कामदारको व्यक्तिगत विवरण तथा आर्थिक विवरणहरू स्पष्ट रूपमा देख्न सकिन्छ। प्रयोगकर्ताले यहीबाट कामदारलाई गरिएको भुक्तानीको विवरण पनि रेकर्ड गर्न सकिन्छ। भुक्तानी रेकर्ड गर्नका लागि हाजिरी दिनहरूमा टिक गर्नुपर्छ वा सबै छान्नुहोस् विकल्प प्रयोग गर्न सकिन्छ। अन्त्यमा भुक्तानी सेभ गर्नुहोस्मा क्लिक गरेर भुक्तानी विवरण सुरक्षित गर्न सक्नुहुन्छ।